फेरि अङ्कलको बारीतिर आएको छु। यो बारीतिर चाहिँ को हुनुहुन्छ, अङ्कल हुनुहुन्छ कि अरू कोही हुनुहुन्छ। यहाँ चाहिँ मौसमको रुख छन्। मौसम चाहिँ ठिकै फलेको छ। म चाहिँ गइरहेको छु। यहीँ हुनुहुने रहेछ अङ्कल पनि। यहीँ हुनुहुने रहेछ अङ्कल चाहिँ। आज चाहिँ सुन्तला कटिङ चाहिँ कति रुख बनी अङ्कल? सुन्तला कटिङ आज भर्खर आएको। यो पहिलो रुख हो, यो कटिङ गर्दैछु। सिडी चाहिँ यतै घरमै बनाउनु भ्या हो? यो सिडी घरमै बनाओ हो। यो रोलपाली जुगाड भन्छ यसलाई। घरमै बनाओ, म आफै बनाओ हो। काम चलिरहेको यसैले। अनि हाम्रा दर्शकहरूले पनि सुन्तला काट्न चाह्यो भने कस्तो कैँचीले काट्न चाहिँ ठिक होला? तपाईँले प्रयोग गरिरहेको कैँची चाहिँ कस्तो खालको हो? कैँचीको प्रकार यस्तै हुन्छ सबैको। कैँचीको प्रकार यो सबै यस्तै हुन्छन्, तर यो खास इन्डियाबाट ल्याएको कैँची हो। एकदमै ओरिजिनल कैँची हो यो। योले सुन्तलाको हाँगा मात्रै होइन, म यहाँ फलामको तार पनि काटेर देखाउँछु। यसले यति ओरिजिनल कैँची हुन्छ यो। यो फलामको यो जिआई तार भयो। यो पनि यसरी यो पनि काट्छ यसले। यति ओरिजिनल हुन्छ यो। ओरिजिनलै हुँदो रहेछ। प्रयोग गर्नलाई यदि कसैले सुन्तलाहरू, स्याउ लगायतका चिजहरू काट्न चाहन्छ भने यही कैँची प्रयोग गर्दा राम्रो होला। ल ठिक छ अङ्कल, भोलि भेटौँला। म चाहिँ अहिले तपाईँको बारीतिर घुम्छु। ल ठिक छ। ल अङ्कलको बारी चाहिँ धेरै ठुलो पनि छैन, सानो छ। छन् होला 100-150 बोट जति सुन्तला पनि। 100-150को हारिनु। यतादेखि पारीसम्म छन्, हेर्न सक्नुहुन्छ। यिनी सबै सुन्तलाहरू हुन्, पारीसम्म नै रहेका छन्। म चाहिँ तपाईँहरूलाई देखाउँदैछु सुन्तलाको रुखहरू चाहिँ, हेर्न सक्नुहुन्छ। अनि चाहिँ यो माथिको बारीमा पनि छन्। धेरै नै छन्। माथि कान्छा अङ्कल पनि आउनु भ्याएको छ सुन्तला कटिङ हान्न। हेलो अङ्कल, आज चाहिँ कति रुख हो काटियो नि सुन्तला? कतिकै रान्भ्या कट्टा जट रुख काट्नुभयो नि? अङ्कल चाहिँ बोल्न चाहनु होइन, रक्सी सक्सी खानुभ्या छ क्या हो? नत्र सधैँ बोल्नुहुन्थ्यो। त्यही भएर चाहिँ अब म चाहिँ घरतिर लागेँ।